हेलो गाइजहरू, गुड मर्निङ। आज चाहिँ म यसो कोदोको यसो अनुसन्धान यो असारमा यो खेती गरेको। यो कोदो भनेको चाहिँ यो 2-3 वर्ष अगाडिदेखि नै यो चाहिँ कोदो खेती गरेको, उत्पादन गरेको हो। अब यो कोदो चाहिँ हामीले असारमा रोपिन्छ अनि अब मङ्सिर मा चाहिँ काट्ने बेला हुन्छ। लगभग भन्दा पनि अब पाक्न आँटिरहेको अवस्था छ गाइजहरू। अब हामीले चाहिँ अब कोदो खेती गरिसकेपछि चाहिँ हामीले यो हाम्रो नेपालमा चाहिँ अब बजार व्यवस्थापन छैन भनौँ न। अब यसलाई कोदो उत्पादन गरेर हामीले किसानीले चाहिँ मारमा परेको छ। हामीले यो कोदो चाहिँ अब उत्पादन गरिसकेपछि यसको रक्सी हाम्रो एकदम क्वालिटी बन्छ क्या, एकदम राम्रो बन्छ नेपालमा हैन। अब यो रक्सीहरू अब बनेर चाहिँ हामीलाई एउटा बजार व्यवस्थापन गरिदिएर हैन, अब अन्तर्राष्ट्रियको चाहिँ अब रक्सीहरू अब हामीले खाइन्छ। तर हाम्रो यो देशको लागि चाहिँ के त, यो रक्सीहरू चाहिँ बनाइन्छ तर अब बनाएपछि नष्ट गरिन्छ क्या, हाम्रो मूल्याङ्कन छैन। त्यही भएर हामीले यो किसानीले यो खेती गरेको अनुसारले चाहिँ हामीले उब्जाउ गरेको अनुसारले चाहिँ यसलाई चाहिँ चाँडोभन्दा चाँडो एकदम सरकारले ध्यानाकर्षण जाओस्। यो हामीले किसानीले दुःख गरेको अनुसारले चाहिँ यो कोदोलाई चाहिँ एकदम ब्रान्ड क्वालिटीको रक्सी बनाएर चाहिँ विदेशमा निर्यात गर्न पाऊँ, हजुरहरूलाई म यही जानकारी दिन चाहन्छु। हस्त, नमस्कार।